गुड मर्निङ साथीहरू। सिलगढीको बाटो हुँदै म काठमाडौँ प्रस्थान गर्ने मनसायमा छु। ब्युटिफुल मर्निङ हियर। आठ 48 भएछ। Beautiful morning there. चिया मात्रै खाएर हिँडेको छु, खाजा खाएको छुइनँ। सेलरोटी चाहिँ खाएँ मैले। झापाबाट बुहारीले सन्ध्या बुहारीले बनाएर पठाएको थिइन् मलाई। सेलरोटी खाएर म भएछ गाइस, 9 बज्ने लाग्यो। It's a beautiful morning and I want to sing a song. The night started my journey. Now, yeah. Da 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 da. Da 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 da. Sunshine, you are my sunshine, my only sunshine. You make me happy when the skies are gray. You'll never know the earth how much I love you. Don't take my sunshine away. गीत बिगारी क्या हो मैले? अब गाइस यहाँ चाहिँ हैन टर्निङ भएको ठाउँ हो कि। चेनमा तेल चाहिँ हाल्नु पर्ने थियो।
चेन पुरै ड्राई भएको छ गाइज होइन। अब सिन्धुलीबाट हामी उकालो लाग्दैछौँ with a beautiful sunshine. Ra 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 ra. सिन्धुलीको बाटो गाइस केही समय अगाडिसम्म चाहिँ म सिन्धुलीको बाटो हिँडेको थिइनँ कि, तर कति भयो भने नि यो बाटो हिँड्न थालेको 6-7 मन्थ भयो, 6-7 महिना म यो बाटो 6-7 चोटि नै हिँडिसकेँ हो। यस्तो पनि हुँदो रहेछ कि जिन्दगीमा तपाईँहरू कहीँ जान पाएन, म त कतै गएको छैन भनेर पिर नगर्नुहोस् कि साथीहरू। कुनै समय यस्तो आउँछ कि तपाईँहरू होइन हिँडेको हिँडै गर्नुपर्छ, त्यस्तो भाग्य पनि आउने रहेछ कि। म त यङ एजसम्म पनि कतै हिँडेको थिइनँ कि, अनि 11-10 वर्षको हुँदाखेरि पनि म लगभग त्यस्तै 15 किलोमिटर पनि 15 किलोमिटर 20 किलोमिटरसम्मको मात्रै यात्रा गर्थेँ क्या मैले। अनि म त कहीँ जान पाएको टाढा टाढा जान पाए पनि हुन्थ्यो है जस्तो लाग्थ्यो कि, भाग्यमा त्यस्तो भइदिएको भए पनि हुन्थ्यो है जस्तो लाग्थ्यो होइन गाइस। अनि पछि त के हो कता कताबाट होइन। अनि अब लामो कथाको थाहा चाहिँ कस्तो अपर्च्युनिटी मिल्यो के भन्नाले, अब ट्रेकिङमा हिँड्ने अपर्च्युनिटी मिल्यो के। 25 म कति वर्षको थिएँ हो त्यो बेला, सायद 24 थियो होला हो। 24 इयर्समा एउटा क्यानेडियन मान्छे छ कि मिक ब्रोमली भन्ने, अनि म बस्ने होस्टेल भनौँ न अहिले छोटकरीमा भन्दाखेरि चाहिँ म बस्ने ठाउँमा अनि मिक ब्रोमली भन्नेले चाहिँ एसिस्टेन्ट गाइडमा अनि हामी जस्तो युथहरूलाई चान्स दिनुभयो कि ट्रेकिङमा जानको लागि एसिस्टेन्ट गाइड भनेर जाने। तर त्यसको लागि पनि ट्रेनिङहरू गर्नुपर्थ्यो, एक्जाम दिनु पर्थ्यो, राम्रो सिस्टम बसालेको हो क्या। एक्जाम दिनु पर्थ्यो अनि त्यहाँ मध्ये पनि बोइजहरूमध्ये पनि हामी सिलेक्ट हुनु पर्थ्यो कि, अनि त्यो बोइजहरूमा मध्येमा पनि सिलेक्ट हुनु पर्थ्यो, एक्जाम दिनु पर्थ्यो। मैले एक्जाम दिने बेलामा चाहिँ एकचोटि भूकम्प पनि गएको थियो कि 5:30-6 बजीको टाइममा। त्यो बेला खासै मान्छे त मरेको थिएनन्, तर घाइतेहरू चाहिँ भएको थिए। अनि भूकम्प गएकै टाइम थियो क्या त्यो पनि। अनि त्यसरी एक्जाम दिएर पास भएर सेलेक्ट भइसकेपछि चाहिँ अनि उहाँहरूले एसिस्टेन्ट गाइडको रूपमा अनि हामीलाई ट्रेकिङ विदेशीहरूसँगै ट्रेकिङ जाने, एसिस्ट गर्ने, गाइडको अन्डरमा काम गर्ने, गाइडले भनेको मान्ने, गाइडलाई रेस्पेक्ट गर्ने, अनि आफ्नो गेस्टहरूलाई के चिजको आवश्यकता पर्छ त्यो चिजहरू हेर्ने, कहाँ उनीहरूलाई हाम्रो सहयोगको जरुरत पर्छ हर बखत त्यस्तो गर्नुपर्थ्यो। तर हामीले त क्याम्पिङ ट्रेकिङबाट सुरु गरेको होइन। तपाईँको क्याम्पिङ ट्रेकिङ भनेको चाहिँ कस्तो भने तपाईँको अब खानेकुराहरू सुत्ने ओर्ने लगाउने सब चिजहरू डाइनिङ टेबलदेखि लिएर तपाईँको टोइलेट टेन्टदेखि लिएर तपाईँको तरकारी आलुदेखि लिएर, अब आलुहरू त माथि लेकमा पनि किन्न पाउँछ कि, तपाईँको मट्टितेलदेखि लिएर हामी त मट्टितेल लिएर जान्छौँ नि त, स्टोभ बोक्छौँ, किचन स्टाफ हुन्थ्यो। अनि भान्साकै खाना पकाउने अब 6-7 जना विदेशीहरू छन् भने तपाईँको नेपाली स्टाफहरूले तपाईँको लगभग 16-17 जना हुन्थ्यौँ, इन्क्लुडिङ खचडहरू पनि हुन्थ्यो क्या त्यसमा चाहिँ। खचडहरू भारी बोक्ने खचडहरू पनि 12-13वटा हुन्थ्यो होइन। कति दिनको ट्रेकिङ हो त्यो अनुसार हुन्छ, कति दिनको ट्रेकिङ हो त्यो अनुसार पनि हुन्छ। अनि त्यसरी जान्छौँ हामी। अनि तपाईँको 6-7 जना विदेशीको लागि कति दिनको ट्रेकिङ हो त्यो अनुसार हुन्छ होइन। 17-18 दिनको ट्रेकिङको लागि चाहिँ त्यस्तै मैले भने जस्तो जति नै अघि खचड त्यस्तै 12देखि माथि खचड होइन। अनि नेपाली स्टाफहरू अनि पोर्टरहरू, एसिस्टेन्ट गाइडहरू
गाइड लिडर गरेर त्यस 17-18जनै हुन्थ्यो हो, 6-7जना खैरीहरूको लागि 18 दिनको ट्रेकिङ मोनास्ट्री रिजनमा तपाईँको गोर्खामा चुङडालीमा। अब टेन्ट पनि बोक्नै पऱ्यो होइन, खानेकुराहरू भाँडेकुराहरू सबै व्यवस्थापन गर्ने मान्छे हुन्छ नि तपाईँको भाषा व्यवस्थापन गर्ने मान्छे। अब किचनको चाहिँ कस्तो हुन्छ भने तपाईँको मेन कुक हुन्छ, अनि कुकलाई हेल्प गर्ने एसिस्टेन्ट कुकहरू हुन्छन्, अब भाँडाकुँडाहरू व्यवस्थापन गर्ने हुन्छन्, सफाइ गर्ने हुन्छन्, यताउता ओभरअल काम चाहिँ सबैको हुन्छ। खै पनि आफ्नो डिपार्टमेन्ट अनुसार हुन्छ क्या। अनि एसिस्टेन्ट गाइडको चाहिँ टेन्ट लगाउने, विदेशीहरूको आफ्नो झोला उनीहरूको टेन्टभित्र राख्ने। अब कोही बुढाबुढी हुन्छन्, छोराछोरी हुन्छन् होइन, कुनै कुनै अब सानै छन् भने त एउटै टेन्टमा पनि हुन्छन्। अनि तपाईँको अलि एजेड छन् भने त छुट्टा छुट्टै टेन्ट त भइहाल्ने भयो, छुट्टा छुट्टै टेन्ट हुने भइहाल्यो होइन। अब हाम्रो टेन्ट छुट्टै हुन्छ, त्यत्रो टेन्टहरू हुन्छ तपाईँको 8-9वटा टेन्ट, 10वटा टेन्ट होइन, डाइनिङ टेबलहरू, किचन टेबलहरू तपाईँकोदेखि लिएर अब टेन्टमा लाग्ने डन्डीहरू, टेन्टमा अब तल भुइँमा गाड्ने कुन कुराहरू सब हुन्छ क्या। अब क्याम्पिङ ट्रेकिङबाट सुरु गरेको, क्याम्पिङ ट्रेकिङ त टफै हो नि त। अब ट्रेकिङहरू पनि तपाईँको 2 प्रकारको हुन्छ क्या, एउटा क्याम्पिङ ट्रेकिङ अनि एउटा तपाईँको अर्को चाहिँ टी हाउस। टी हाउस ट्रेकिङ भनेको चाहिँ अब तपाईँको झोला बोक्ने हिँड्ने होइन, केही बोक्नु परेन। कोही कोहीले स्लिपिङ ब्याग पनि बोक्नुहुन्छ। अब पहिला पहिला त्यस्तो ठाउँ थियो, अब फेभरेबल ब्ल्याङ्केटहरू हुँदैन नि त। अब कतिले बोक्नुहुन्छ स्लिपिङ ब्यागहरू पनि बोक्नुहुन्छ। अनि म चाहिँ अहिले चाहिँ अब कुन ठाउँमा जाने ट्रेकिङ भन्ने कुरा हो। अब अन्नपूर्णतिर गइयो भने त्यस्तो स्लिपिङ ब्यागहरू केही बोक्नु परेन होइन तपाईँको। अन्नपूर्ण रिजनतिर गइयो भने स्लिपिङ ब्यागहरू केही बोक्नु परेन, किनभने अब सबै कुराहरू व्यवस्थित हुन्छ। तर अब अत्याधिक चिसो भएको बेला चाहिँ ब्ल्याङ्केट ताप्न टाइम लाग्छ नि त होटेलहरूको होइन। अक्टोबरतिर त हिउँदै हिउँ गरेको बेला तपाईँको ओछ्यान चिसो हुन्छ, तर कति ठाउँहरू कोजी पनि हुन्छ। तर एटलिस्ट स्लिपिङ ब्यागले चाहिँ अलिक बढी चाँडै हुन्छ स्लिपिङ ब्यागमा बस्यो भने होइन। अनि तपाईँको सिन्धुलीको बाटोमा गजब छ, खतरा कन्ट्रोल पाइन्छ है गाइड यो बाटोमा गाडी कुदाउन चाहिँ। म चाहिँ त्यस्तो हतार गरेको छुइनँ, बिस्तारै स्पिडसँगै जाँदैछु पछि पछि होइन बोल्दै। आज धेरै समयपछि ट्रेकिङको बारेमा कुराहरू भन्दैछु तपाईँहरूलाई। हो टी हाउस ट्रेकिङको बारेमा कुरा गरिरहेको थिएँ नि त म तपाईँहरूसँग। टी हाउस ट्रेकिङमा तपाईँको झोला बोक्नै हिँड्ने, आफूलाई चाहिने